गुड मर्निङ गाइस, सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म एकदमै धेरै सन्चै आरामै छु। आज चाहिँ ट्याक्कै सफा गर्ने भनेर आज छुट्टै मिठो भ्लग बनाइदिउँ भनेर त्यस्तो बनाउन लागेको। अनि म हिजो ट्याक्कै धुलाबारीमा थिएँ, अनि धुलाबारीदेखि अनि यस्तो हेरेँ क्या, सब्सक्राइबर बढेको बढै छ, मैले भिडियो बनाउनुपर्छ होइन, भिडियो बनाउनुपर्छ मैले भनेर अहिले भिडियो बनाएको। अनि धन्यवाद तपाईँले सब्सक्राइब गरिदिएकोमा। अनि यसरी नै सपोर्ट गर्नु मलाई। हजुरहरूको माझमा म छोटो मिठो भ्लग ल्याइराख्छु, सकेसम्म ट्राई गर्छु भ्लग बनाउन है त। आज हामी चर्च सफा गर्ने, अनि हाम्रो चर्च पनि बन्दैछ, अनि हामीले कहाँ घर पनि बन्दैछ हेर्न सक्नुहुन्छ तपाईँहरूले एकदमसँगले। कहाँ घर पनि बन्दैछ, कम्प्लिट अब 2-3 महिना हुन्छ होला। अनि हाम्रो चर्च चाहिँ म उता गएको थिएँ नि त, धुलाबारी गएको थिएँ, अनि चर्च सफा गर्न पाएको थिइनँ। भोलि त्यो आमासँग थियो, त्यही भएर त्यस्तो केही गरेको छैन नि त। त्यही भएर ट्याक्क लाएर आज ट्याक्क चर्च सफा गर्ने ओर्ने, अनि आज सकेसम्म सङ्गति त्यही गर्ने भनेको सोचेको छौँ हामीले। अब हेरौँ के हुन्छ है त। म तपाईँहरूलाई चर्च देखाउँछु है गाइस, बाई बाई। फाइनली म फेरि चर्च आइसकेको छु, हेर्न सक्नुहुन्छ तपाईँ। हाम्रो चर्चको हालत एकदमै राम्रो भइसकेको छ होइन। हाम्रो यो प्रसन्जा बेथेल चर्च दमक 3मा है त। आज यताको सरसफाइ हुन्छ। अब हामीले छुट्टी भयो, मिलाउनु पर्ने हुन्छ हामीले होइन, यस्तो टक्क मिलाउनु पर्ने हुन्छ। हाम्रो चर्च चाहिँ एकदमसँग रेडी भइसकेको छ। कलर सलर लगाएर भित्र चाहिँ एकदमै धेरै सफा गर्नुपर्ने छ। आज चाहिँ अब शनिबार हो नि त, आज चर्च हामी घरमै गर्ने गर्थ्यौँ। अनि आज त्यस्तो छ, हाम्रो चर्चको हालत चाहिँ एकदम धेरै मिलिसकेको छ। आज यहाँ सिलिङ लाउने भन्दै थियो, भोलि आमासँग थियो। भोलिसम्म हामीले काम गर्नुपर्छ र हाम्रो चर्च एकदमै हामीले डेकोरेसन गर्नुपर्ने हुन्छ है त गाइस। एकदमै हामी मिलाउनु पर्ने हुन्छ। यहाँ कुर्सीहरू छ, हामी कुर्सीहरू मिलाएर टक्क लगाएर सबै ड्रमहरू पुसेर कुर्सीहरू पुसेर एकदमसँग राम्रो बनाउनु पर्ने हुन्छ हामीले है त। ट्याक्क हाम्रो चर्च बनिसकेको छ। यो आधी मजे थियो नि त हाम्रो चर्च, यता आधी मजे थियो। अनि त्यस पछाडि पुरै हामीले बनाइसकेको छौँ हामीले है त। हाम्रो चर्च एकदमै धेरै राम्रो भइसकेको छ। भोलि आमा सङ्गति अरे, इसा आमा सङ्गति, त्यही भएर पनि हामीले सफा गर्नुपर्ने हुन्छ। आज धेरै काम छ। मैले म धुलाबारी जान्न भन्दै थिएँ, त्यही पनि अब जानु मन लाग्यो होइन। अनि काम गर्न सघाउन पाएन भनौँ न। अब आफ्नो चर्चमा अब परमेश्वरको आशिष पाइन्छ नि त, अनि सघाउन पाएन मैले। तर पनि ठिकै छ, हाम्रो घरसर पनि बन्दैछ, हाम्रो कहाँ घर पनि बन्दैछ यस्तो लाएर होइन। अनि मैले चाहिँ आज ट्याक्कै छोटो मिठो भ्लग बनाऊँ भनेर मैले तपाईँहरूको माझमा भ्लग लिएको छु। हाम्रो सङ्गति 10 बजीदेखि स्टार्ट हो। म सङ्गतिमा चाहिँ भिडियो बनाउन पाउँदिनँ होला, सङ्गति बस्नुपर्छ है त। यस्तो हाम्रो सबै वरिपरि आफन्तको घरमा बस्छु भनौँ न, खुसी लाग्छ मलाई एकदमसँगले है त। म सब तपाईँलाई देखाउँछु नि मेरो है त गाइस, बाई बाई। फाइनली हामीले ट्याक्कै सबै मिलाइसकेको छौँ चर्चको लागि, आजको लागि होइन। आज सङ्गति चर्चमै गर्ने नि त। अनि पुरै हामीले मिलाइसकेको छौँ, पुसेर ओरेर अनि ट्याक्कै सबै मिलाइसकेको छौँ। अनि आज यहीँ गर्ने। अब नेक्स्ट विकसम्म चाहिँ पुरै चर्च पुरै प्रिपेयर भइसक्छ। अब चाहिँ गएको 9:30 भइसक्यो, अब रेडी हुन गएको होइन। ट्याक्कै हाम्रो चर्च त्यस्तो छ। भोलि आमा सङ्गति हो नि त, अनि आज पुरै काम छ। यो पुरै यो गर्नुपर्ने हुन्छ हामीले सबै होइन। अनि पुरै यो मिलाउनु पर्ने हुन्छ हामीले। आज चर्च त हाम्रो यस्तो छ ट्याक्कै है त। म चाहिँ ट्याक्कै रेडी हुन्छु, ओर्छु ट्याक्कै, अनि म चर्च आउँछु। अनि आजको सङ्गति गर्छौँ है त गाइस। ल बाई बाई, म घर जाँदैछु। घर पुगिसकेर रेडी भइसकेर तपाईँहरूलाई म भन्छु नि है त गाइस, बाई बाई। ट्याक्कै लगाएर गाइस म त्यो अब ट्याक्कै रेडी भइसकेँ होइन चर्च जानको लागि। अनि साइमन त्यो उता पुष्पलको घरमै छ अरे, फागुनको चोक। अनि फागुनको चोक गएर म ट्याक्कै लगाएर भाइलाई लिएर आउँदैछु है त गाइस। म जान्छु। आजको भ्लग के हुन्छ कसो हुन्छ, मेरो डेली भ्लग यस्तै आउँछ है त गाइस। बाई बाई। म फागुनको चोक गएपछि तपाईँलाई भेट्छु है त गाइस, बाई बाई। चाहिँ म कहाँको छु भने त्यहाँ आइसकेको छु, आम्दा चोक। आम्दाको चोकबाट आइसकेको छु म है। हेर्नु सक्नुहुन्छ एकदम भ्यू दामी छ। त्यहाँबाट आइसकेको छु म डाइरेक्ट। अब गएपछि भइरहेको छैन है, यहाँ बाटोमा भिडियो आउँदैन क्या, हेलमेट पनि लगाएको छुइनँ मैले। अहिले चाहिँ भाइरल रोड आइसकेको छु, दमकको भाइरल रोड है यो चाहिँ। हेर्न सक्नुहुन्छ एकदमसँगले दमकको भाइरल रोड आइसकेको छु। म ट्याक्कै जाँदैछु है त गाइस, पुगेर भेटौँ न त्यही त। ट्याक्कै भाइलाई पनि आइसकेको छु होइन। कतै घर जाने, घरको सङ्गति ढिलो भइसक्यो। 10 मिनटमा, अब 10 मिनट मात्रै छ टाइम होइन। ट्याक्कै अब रेडी भइसकेको थिएँ मैले चाहिँ।
अब ट्याक्रा ऊ पनि जान्छ सङ्गति उसलाई लिन आइसकेँ मैले। हामी चाहिँ फागुनाको चोक यहाँ चोकदेखि अलिक यता छौँ घर जाने है त गाइस। बाई बाई। घर गएर भेटौँ अब डाइरेक्ट अब चर्च सकेपछि मात्रै भिडियो गर्छु है त गाइस। बाई बाई। फाइनली म घर आइसकेको छु। अब ट्याक्राहरू चर्च जाने। चर्च गएपछि अब भिडियो सिडियो यहाँ नि त चर्च बनेको थिएन मतलब रिप्ले हुँदै थिएन चर्च अनि त्यही भएर चर्च बनेको थिएन। आज हामी चर्चमै सेवा गर्ने भएको कारणले गर्दाखेरि म त रेडी भइसकेको थिएँ अघि नै भाइलाई लिएर ट्याक्रा आइसकेको छु। अब त्यो गिटार लिएर ट्याक्रा चर्च जाने है त म। अब त्यही हो अब बाइबल पनि ल्याउनुपर्छ। यो सुरुमा गिटार खोलेर आउँछु अनि त्यस पछाडि बाइबल लिएर आउँछु बाइबल र कपी है त गाइस। ल बाई बाई। फाइनली गाइस हाम्रो ट्याक्रा सङ्गति सकिसकेको छ। 12:30 हुन लागेको छ। सङ्गति सकिसकेको छ। भोलिको लागि चाहिँ अब एकदमै हामीले काम गर्नुपर्ने हुन्छ होइन। एकदम भोलि आमा सङ्गति हो नि त। ट्याक्रालाई हामीले यहाँभित्र सबै काम गर्नुपर्ने हुन्छ। यो सबै मिलाउनु पर्ने हुन्छ। तपाईँलाई म देखाइहाल्छु होइन। ट्याक्रालाई मिलाउनु पर्ने हुन्छ हामीले यो सबै यो एकदमै सफा गरेर होइन। अब भोलिको लागि चाहिँ रेडी पार्ने हुन्छ। अब चाहिँ हामी सबैजना खाना खाएर आएर चर्च सबै सफा गर्ने आज ट्याकटुक सफा गरेर चाहिँ हाम्रो भोलिको लागि रेडी हुन्छ है त। यहाँ प्लान गर्नुहुन्छ नाइमी प्लान गर्ने हुँदैछ है त गाइस। म त खाना खाना गएको यहाँ सबै एकदमसँग रेडी हुन्छ होइन। अनि त्यस पछाडि भोलिको लागि चाहिँ सेवा सुरु हुन्छ क्या हाम्रो भोलि सङ्गति आमा सङ्गति हुन्छ नि त। अनि एकदम मिलाउनु पर्ने छ। अझै धेरै काम छ त्यही भएर भिडियो पनि बनाउँदै गर्छु तपाईँलाई। म भन्दै गर्छु मेरो हाम्रो चर्चको बारेमा है त। तपाईँ जुडिराख्नु होला मसँग है त गाइस। अब खाना खाएर उडेर अनि ट्याक्रालाई काम गर्न है त गाइस। बाई बाई। फाइनल्ली काम एकदमै धेरै गरेर होइन मतलब काम गरेको छु नि त। अनि काटिन आएको थिएँ ढुकुर पानी चोक हाम्रो घर त्यहाँ हो नि त। ट्याक्रा काम दिने काटी लिएर आएको। अब डाइरेक्ट घर जाने कामसाम गर्ने ओर्ने त्यही त। अनि छोरा मान्छेको काम गर्नै पर्छ होइन। त्यही हो म काम गर्छु। अनि आज हाम्रो चर्चको के हुँदैछ कसो सब देखाउँछु नि तपाईँलाई है त। म त सफा हुँदैछ एकदमसँगले। अब त्यही गर्नु होला बाई बाई। फाइनली गाइस हामीले यस्तो काम गरिसकेर आज हामीले फुपू यहाँ हुनुहुन्छ। हाम्रो फुपू चाहिँ मलाई सिकाइ चाहिँ हुन्छ अघिदेखि होइन। ट्याक्रा हजुर सक्यो त। अनि के यो गिटीलाई नि यस्तो चुली बनाउँछ भाइ। यस्तो चिलिएर टक्क यो गिटीलाई ल पर्खिने यस्तो भिडियो गरिहाल्छु। भिजाउने हुन्छ यहाँको अलि सिस्टममा आउनुपर्छ। हुन्छ 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 हुन्छ। ट्याक्रालाई हामीले काम गरिसक्यौँ। भित्र हेर्नु सक्नुहुन्छ तपाईँ एकदम राम्रो हुँदैछ भित्र। यस्तो भइसकेको छ यहाँ फेन सेन ट्याक्रा लाएर। अब योलाई पछि एसी लाउने हेऱ्यो नि त यहाँ ट्याक्रा यस्तो हुँदैछ। यहाँ भोलिसम्म मजाले सफा गरिसक्छौँ हामी भनौँ न। आज त यहाँको कामहरू एकदमसँग हुँदैछ। यहाँ टक्कलाई ओछ्याएर कुर्सी सुर्सी राखेर भोलिको लागि प्रोग्रामको लागि चाहिँ गाइस हुँदैछ एकदम दामीसँग हाम्रो चर्चमा है त। यहाँ त ट्याक्क साउन्ड सिस्टमको लागि रहेछ। सजिलो हुन्छ अब मलाई साउन्ड सिस्टम चलाउन होइन। एकदमसँगले खतरा हुँदो रहेछ यहाँ है त गाइस। म काम गर्नुपर्ने काम गरेर चाहिँ हातमा ठेला उठिसक्यो मेरो। यो हातमा ठेला पनि उठिसक्यो मेरो त। एकदमसँगले काम गर्दैछु। र मौसमले पनि हामीले साथ दिएको चाहिँ एकदमसँगले पानी पर्न लागेको जस्तो भएको छ। हुन सक्नुहुन्छ दादाले मलाई बोलाएको गर्नुहुँदैछ। मैले चारचोटि खनिसकेँ। चारचोटि खनिसकेको छु। दादा यहाँ त्यसलाई ट्याक्राहरू त्यो घर हाम्रो भइहाल्यो। काकाको घर एकदमसँगले पानी पर्न लागेको छ। मौसम एकदम दामी छ। काम पनि गर्न ट्याक्रा लाएर अब है त गाइस। ल बाई म पुरै काम सकेर मात्रै तपाईँलाई भिडियो गर्छु है त। लास्टमा देखाउँछु। बाई गाइस। एकदमसँगले हाम्रो काम चाहिँ लगातार चल्दैछ। फेरि म दोकान गएको होइन। चर्चको लागि त्यति धेरै हामी गर्दैछौँ सबैजना फ्यामिली भएर। भोलि आमासँग थियो। भोलि पनि अब म स्कुल जान्न। अनि एउटा तनाव छ क्या फेरि। मैले दिदीको सिम लिएर आएछु क्या मेरो सिम भनेर। मैले दिदीको सिम पनि पुऱ्याइदिनु पर्ने जानु छ। फेरि धुलाबारी जानु छ। तनाव माथि तनाव मात्रै हुन्छ यार। छ्या यस्तै हो जिन्दगी नि। के सोचिन्छ आज मैले 5-6 चोटि खने क्या। त्यो तार गर्नलाई 2टा मात्रै खन्नु पर्थ्यो होइन। 5-6 चोटि खनिसकेँ क्या मैले आज। बुद्धि नभएपछि नि दुःख पाइँदो रहेछ क्या जिन्दगीमा नि। तासै दुःख पाइन्छ त्यहाँ कागहरू बनिँदैछ। काकालाई भेट्नु नलागेको है त। लगभग आजको हामीले काम सकिसकेको छौँ भन्नु पर्ला होइन। त्योसँग सबै काम भइसकेको छ। अब भोलिको लागि मात्रै वेट हो एकदम। भोलिको लागि मात्रै अब ट्याक्रा लाएर होइन। भोलिको लागि मात्रै वेट हो एकदमसँग।
अरू सब काम गरिसकेको छौँ हामीले भन्न पर्दाखेरि है त। भ्लग कस्तो भयो के भएन के भयो के मिलेन कस्तो मिलेन तपाईँ भनिदिनु होला। सकेसम्म अब भ्लग बनाउन खोजेको तर पनि एकदमै कन्टेन्ट पनि भएको छैन के पनि मिलेको छैन त्यो पनि एउटा भ्लग बनाएको छु त्यो एउटा होइन चर्चको लागि भए मात्रै चर्चको लागि मात्रै हामीले गरेको भने याद हुन्छ नि त त्यो भ्लग बनाइसकेको छौँ। अनि आजको लगभग काम सकिसकेको छ भनौँ न। अब ट्याक्कै भोलिको लागि काम छ भोलिको लागि फेरि अर्को भ्लग आउने छ। आजको लागि त पुरै काम सकिसकेको छ हेर्न सक्नुहुन्छ तपाईँहरूले एकदमसँगले सब मिलिसकेको छ। अनि फेरि भोलि पनि सफा गर्नुपर्ने हुन्छ सफा गरेर उठाउनु पर्ने कता अरू भन्नुभयो र ट्याक्कै लागि फेरि यो मिलाउनु हुँदैछ नि त अनि यो निकाल्ने पुरै यो निकालेर माथि सिलिन्डर निकालेर ट्याक्कै यो लगाउने यो लगाएपछि एसी पनि हाल्दा हुन्छ क्या फेरि हावा त्यो जाँदैन यसले चाहिँ अब पुरै उयो हुन्छ क्या माथि पनि फोर्नु गर्छ। तपाईँले भन्दै भएको छैन फुपा फुपा तपाईँले भन्दै भयो नल्याउ भन्नुभएको होइन नल्याउनु भन्नुभएको होइन नि एकदमसँग कम्प्लिट भइसकेको छ। अनि एकदमसँगले हामी घाँस सास काटेर अब हाम्रो टयलेट पनि एकदम सफा भइसकेको छ। अनि घाँस सास काटेर अब यो मिलाउन बाँकी छ। लगभग काम एकदम सबै सकिसकेको छ भनौँ न। अब यो पुरै कम्प्लिट भएको छैन क्या अब यहाँ भोलि आमासँग चाहिँ सकेर चाहिँ पुरै कम्प्लिट हुन्छ भनौँ न पुरै एकदम कम्प्लिट हुन्छ है त। ल गाइस यो छुट्टै मिठो भ्लग आजको अब अर्को भ्लगमा भेटौँ म तपाईँलाई सबैजनालाई है त गाइस सी यू नेक्स्ट भ्लग। भोलि म धुलाबारी जानुपर्ने हुन्छ एकदम इमर्जेन्सी काम छ दिदीको सिम लिएर आएको छु है मिस्टेकली सिम लिएर आएको छु होइन लास्ट तनाव भइरहेको छ क्या त्यो हुन्छ नि ला अब धुलाबारी जाने आउन जाने अब कति 700-800 रुपियाँ पैसा लाग्छ क्या लगभग पैसाको त मतलब भएन त्यही पनि अब टाइमको वेस्ट हुन्छ नि त हाउडीमा होइन। अब त्यही हो यहाँ चाहिँ हाम्रो काकाको घर यो चाहिँ हाम्रो अनि त्यो दिप्सन स्पिडको घर यो चाहिँ यो हो अनि यहाँ चाहिँ सुशील दाईको घर है भइसकेको छ होइन। अब आजको भ्लग इन गर्नुपर्ने हुन्छ। यो भाइले बाइक कुदाउँछ तर पत्याउनुहुन्छ तपाईँहरूले गाइस यसले बाइक कुदाउँछ हेर्नु ल लास यसलाई बाइक कुदाएन ऊ है हामी यतिको साइकल त कुदाउन आउँदैन यसलाई बाइक कुदाउन आइसकेको छैन है हाइट त म्याटर है हेर्नु है त्यो गाडी छ हाम्रो गाडी धुनु पनि पर्ने अवस्था छ गाडीको होइन गाडी पनि एकदम धुनुपर्ने छ एकदमसँगले ट्याक्का लाएर अनि सपाटी त धुनु पर्दैन। म अस्ति तपाईँले देख्नुभएको थियो नि भिडियोमा मलाई अस्ति मैले देख्नुभयो क्या भिडियोमा म सपाटी चलाएको पनि अस्ति स्टोरी हालेको थिएँ नि स्टोरी हालेको थिएँ नि मैले हो यो सपारी हो क्या। म त कहिले काहीँ चलाउँछु घरको इमर्जेन्सी काम पऱ्यो भने घरको आफन्तहरूलाई छोडिदिनु पऱ्यो भने केही पऱ्यो भने म यही सपारीमा लगेर छोडिदिन्छु। अनि गाडी पनि अलि हल्का फुल्का आउँछ अलिअलि कुदाउन बाइक चाहिँ भन्नै पर्दैन पुरा आइहाल्छ बाइक कुदाउन। अनि अर्को बाइक पनि छ हेर्न सक्नुहुन्छ तपाईँहरूले एभेन्जर छ अनि बुलेट पनि छ क्या अर्को काको बुलेट छ है त। यो मेरो गाउँ एकदम राम्रो छ पर्फेक्ट छ होइन भ्यू त एकदम दामी आउँछ होइन ट्याक्काला हेर्न सक्नुहुन्छ भ्यू चाहिँ भ्यू टावर पनि यहाँ पर छ यहाँ जुम गरेर देखिँदैन होला ऊ परको भ्यू टावर हो क्या परको भ्यू टावर। ल गाइस के भएन कसो भएन भनिदिनु होला। अनि मेरो भ्लग आज यहीँ इन्ड गर्न चाहन्छु अनि है त एकदमसँगले शान्ति चोक लडाए शान्ति चोकदेखि ट्याक्कै त आउँछ होइन हामी शान्ति चोकदेखि ट्याक्कै त्यो पर शान्ति चोक तर म देखाउँछु ल शान्ति चोक हाम्रो ट्याक्कै ढुकुर पानी शान्ति चोक भन्नु होइन ट्याक्कै लोकेसन त्यो उयो छ क्या जस्तै पर लेखेको छ क्या शान्ति चोक त पर त्यो शान्ति चोक लेखेको छ हो त्यहाँदेखि यता आउनुपर्छ क्या। नेता आएपछि ट्याक्कै अब चर्च पनि देखिन्छ यसो चर्च पनि देखिन्छ भ्यू टावर पनि यहाँ टक्कर दामी भ्यू टावर देखिन्छ चर्च पनि देखिन्छ भ्यू टावर पनि देखिन्छ एकदमसँगले। यहाँ हाम्रो घर भएपछि काकाको घर अनि यता परको दिप्सन स्मिथको घर परको चाहिँ त्यो परको स्मिथको घर हो एकदमसँगले गाउँ आफन्तको बिचमा छौँ हामी एकदम धेरै रमाइलो छ भनौँ न पल्लो घर गयो यता गयो उता गयो एकदम गाउँ चाहिँ एकदम रमाइलो छ भन्नुपर्दा सबैजना वरिपरि हामी एक घर दुई घर तिन घर चार घर आफन्तको हो यो पनि आफ्नै हो आफन्तको यो पनि आफन्तको हो क्या वरिपरि आफन्तको हो क्या हाम्रो। अन्त परको चर्च हो हाम्रो हामी सबैजना त्यहीँ चर्चमा जान्छौँ है त गाइस। यही हो आजको छोटो मित्र ब्लग आज यही छ। अनि धान फल्दैछ होइन एकदमसँगले धानहरू पनि दामी फल्दैछ यहाँ सबै हेर्न सक्नुहुन्छ एकदम धानहरू पनि एकदम दामीले हुँदैछ भने बाटो पनि एकदमै सिक्री छ है त गाइस। यही हो
आजको छुट्टै मिटर ब्लग। अनि यहाँ घर बन्दैछ, हामी सबैको घरहरू बन्दैछ भनौँ न। हाम्रो चर्च चाहिँ दामी देखिँदो रहेछ हौ। यो चाहिँ हो क्या हाम्रो चर्च प्रोसेन्जा बेथेल चर्च चाहिँ दामी देखिँदो रहेछ क्या अरूभन्दा चाहिँ। है त गाइस, ल बाई बाई। अब तपाईँहरूलाई अब अर्को ब्लगमा भेटौँला। भोलि भयो भने बनाउँछु, नभए बनाउँदिनँ। अनि म आज रातिको रात एडिट गर्नुपर्ने हुन्छ। रातभरि म गलेको छु क्या आज, काम गरेर एकदम धेरै गलिसकेको छु। आई होप तपाईँलाई यो भ्लग कस्तो लाग्यो, के लागेन के भएन भनिदिनु होला। अब तपाईँलाई फेरि अर्को भ्लगमा भेटौँला। एकछिन तपाईँलाई एउटा कुरा देखाउनै बिर्सेँ क्या मैले। त्यो हाम्रो गाडी कस्तो दुलो छ क्या, यहाँ कस्तो दामी सिक्री छ नि दुलो है। यो हो नि त, एकदमसँगले दामी आउँछ, धुनुपर्ने हुन्छ हामी गाडी है त। एकदमसँगले लडाउँछ बाइकको स्टिभन। अनि मेरो हात सबै फोहोरै छ क्या। अब गएर अब नुहाउने ओर्ने अनि त्यहाँको भ्लग सबै एडिट गर्ने। आज रास्ता थाकेको छु, छिटो सुत्छु होला म। अनि धुलाबारी पनि जानुपर्ने छ, सिम पुऱ्याइदिन। बाई मिस्टेक मेरो सिम होला भनेर मैले दिदीको सिम लिएर आएछु होइन। ठिकै छ, त्यो पनि भोलिसम्ममा जसरी भए पनि म धुलाबारी गएर दिदीलाई सिम दिनुपर्ने हुन्छ। दिदीको इमर्जेन्सी काम छ अरे, त्यही भएर दिनुपर्ने हुन्छ है त गाइस। बाई बाई। अब एकैचोटि अब तपाईँलाई अर्को भ्लगमा भेटौँला है त गाइस। बाई बाई गाइस। अनि अर्को भ्लग भन्दाखेरि पनि म तपाईँहरूलाई अर्को भ्लग भनौँ न, भोलि हाम्रो सङ्गति हुन्छ त्यसको भ्लग गर्छु। त्यसमा चाहिँ भेटौँ न तपाईँलाई है त गाइस। बाई बाई। टेक केयर लभ यु भने चाहिँ टेक केयर बाई बाई।